यस्तो बासा फिस त तपाईँहरूले पनि देख्नु भएको होला है। अनि कसरी बनाउने भनेर सोच्नुहुन्छ भने यसलाई यसरी फिस करी बनाएर खानुहोस् त यस्तो मिठो हुन्छ नि, खानासँग खाँदा त एक थालै खान रुच्छ कि। सुरुमा चाहिँ मैले यहाँ कराही लिएँ अनि यसमा थोरै तेल एड गरिदिएँ, थोरै जिरा फुराइदिएँ, रातो खुर्सानीलाई पनि फ्राई गरिदिएँ। यसमा अब 2वटा मिडियम साइजको प्याजलाई पनि काटेर एड गरिदिएँ अनि यो प्याज हल्का गलिसकेपछि 6वटा गोलभेडालाई पनि एड गरिदिने। यसमा चाहिँ अब यो मस्टर्ड सिड पनि एड गरेँ, तोरीको दाना, यो चाहिँ 1 चम्चा मात्रै एड गर्नु, सानो चम्चाको 1 चम्चा धेरै हाल्यो भने फेरि तितो हुन्छ करी, अनि यो हालेर पनि चलाइदिने। यसमा अब अदुवा र लसुनको पेस्ट, थोरै बेसार, 1 चम्चा जति जिराको धुलो, 1 चम्चा काश्मिरी रेड चिली पाउडर र स्वाद अनुसार नुन एड गरेर मजाले चलाइदिने। सुरुमा यो मसलालाई चाहिँ पाक्न दिने। यसमा अब थोरै पानी एड गरेर यसलाई चाहिँ एकैछिन गल्नलाई छोडिदिने। अनि त्यो बासा फिसमा चाहिँ आइस हुन्छ नि, त्यो आइस सबै निकालेर मैले चाहिँ काटेर त्यो फिसमा थोरै नुन र खुर्सानी हालेँ अनि ननस्टिक प्यानमा चाहिँ यसलाई फ्राई गरिदिने। अब यहाँ मसला पनि पाकिसक्यो अनि यो करीलाई पनि ब्लेन्ड गरिदिने अनि थोरै पानी पनि एड गरिदिने। अनि त्यो माछामा चाहिँ मजाले पकाइदिने के। ननस्टिक प्यानमा युज गर्दा टाँसिँदैन, नर्मली अरूमा चाहिँ टाँसिन्छ के यो। अनि एकैछिन त्यसलाई फ्राई गरिसकेपछि यो करीकै माथि एड गरेर मस्तले चलाइदिने अनि एकैछिन उम्लिन दिने। माथिबाट थोरै धनिया पनि हाल्नुहोस् अनि यो यस्तो दामी बासा फिस करी बनेर रेडी हुन्छ नि। मलाई चाहिँ यसरी पकाएको एकदमै मिठो लाग्छ। यो रेसिपी ट्राई गर्न होला र फलो फर मोर रेसिपिज।